आजको डे आउट यो चाहिँ कृषिको है साथीहरू। हाम्रो साथीहरू पनि यहाँ कति काम गरिरहेको होला। सबै कृषिको यो चाहिँ एकदम खेती। अब खडेरी सक्यो, हरियाली आयो। हेर्नुहोस् जङ्गल पनि अब कति हरियाली भयो। अब सबैजना मान्छेहरू समुद्रमा थुप्रिन्छन्, घुम्छन्। आज पैसा काटेको हिरो देखिरहेको छ होला भनेको त जिरो पनि लन्ठङ लन्ठङ आजको दिन पनि बित्यो हो। साथ भयो हामी त घुम्दै घुम्दै आयौँ फेरि त्यो पहिलाको ठाउँमा। आज चाहिँ पानी चाहिँ छैन, मौसम आजको पानी छ सबैजना हिँड्दैछौँ बाटोमा। गोरा जस्तो फेरि यो हप्ताभरि अनि हिरो जस्तो भएर हिँड्ने देश चाहिँ है। आउनुहोस् सोरिया सबैजना। यो चाहिँ मेरो यहाँ जस्तोपल्ट हो, पहिलोपल्ट पहिला आइसकेको हो। यो पानीमा माछा हुन्छ। अनि यो पाहाडदेखि पल्लो पल्लो एउटा पुल छ, त्यो पुल रमाइरहेको छ है। घरि यता घरि उता घरि यता हुँदै हामी घुम्दै छौँ जङ्गलमा। अब कतिजना आउनु भएको छ कोरियाहरू? ल यो ठाउँ हेर्नुहोस्, यो ठाउँ यस्तो ठाउँमा हेर्नुहोस् को आउनु भएको छ। फुल घुम्न आउनुहोस् यो ठाउँमा सबैजना घुम्न आउनुहोस्। यो चाहिँ मेरो तेस्रो पटक हो आउँदैछु। भिडियो हेर्नुहोस् बेसी भएर केही छैन हाम्रो देशमा, तर पुलै छैन। र ट्विनबाट नाग्नुपर्छ। अब यसले पैसा कमाउँछ। यहाँ पार्किङ गरेको मात्रै नेपाली 400 तिर्नु पर्दैछ। कोरियनलाई पनि महँगो छ। ल अहिले यति नै मेरो स्पिच। भिडियो हुन्छ। औ हामी त घुम्दैछौँ है पोखरीको ढिलै औ पोखरीको ढिलै आज पाहाडतिर आएको घुम्नु। यो चौक रमाइलो भइरहेछ, आनन्द एकदम प्राकृतिक मौसम छ। रक्तसँग चाहिँ ढिला यो केही छैन, माथि फलाइचा छ। अब नेपालमा भए केटाहरूले गएर गाँजा खाइहाल्थ्यो, यहाँ खाइहाल्थ्यो कि केटी लगेर केटी गरी पठाउँथ्यो। हाम्रो गाउँमा ठाउँमा घुम्ने ठाउँमा टोइलेट पनि हुँदैन। यहाँ हेर्नु न कति राम्रो बनाइएको छ। टोइलेट पनि फेरि फुलबारीको बगैँचाको बिचमा क्या अब के भन्नु साह्रै राम्रो छ। कति राम्रो पुल छ फेरि। अब माथि पुल आज ढिलो भयो हामी जानु, त्यही भएर चढ्नु पाइएन। भिडियो जतिले हेर्नुहुन्छ होइन, हेर्नु कि हाम्रो नेपालमा यस्तो ठाउँ छैन भने त कति छ कति छ नि त होइन। यहाँनिर मान्छे आउनुको लागि पैसा तिर्नुपर्छ के, कोरिया नै आउने भए तापनि के है। पैसा कति बस्ने ठाउँ यस्तो मजाले बनाइदिएको छ कि है, कति राम्रो बनाइदिएको छ बस्ने ठाउँ। एउटा फोटो खिच्नु मन पर्थ्यो यार, एउटा फोटो
हेर्नुहोस् अब यो पोखरीको ढिलै यस्तो बनाएको छ के यो ताल हो है। यस्तो तालहरू कोरियामा कति छ है। यस्तो तालहरू चाहिँ कोरियामा कति छ अनि यो चाहिँ यहाँ चाहिँ हिँड्ने के सबैजना अब हप्ताभरि काम गर्यो अनि टक्क रमाइलो गर्दै साथीभाइ आफ्नो फ्यामिलीसँग आएर चाहिँ यहाँ घुम्ने मन हल्का बनाउने कति तनाव हुन्छ कामको होइन। मन हल्का बनाउने पानी हेर्न सक्नुहुन्छ यस्तो छ। धेरै गहिरो त छैन र लगभग झन्डै 25-30 फिट छ साथी। त्यही भएर हेर्नुहोस् हामी पनि नेपालमा यस्तो सम्भावनाको ठाउँहरू धेरै छ होइन धेरै छ। 주마다 동산하고 걸어서 건강이 좋아요. 그래서 우리는 여기 왔어요. 우리 2명 왔어요. 아무 나와요. 끝났어요. 감사합니다. 형님 यो बुढो त लास्टै फटा छ यार। फोटो खिच्न मान्दैन हेर न बाँदरे बुढो कस्तो गल। फोटो खिच्नु भनेपछि मरिहाल्छ क्या मरिहाल्छ। यो बुढो रक्सी खाऊ कि खाऊ भन्छ मासु खाऊ कि खाऊ भन्छ बुढो। काम पनि राम्रो है साथी। यता फर्क्यौँ है अब पहाड छोडेर घुम्यौँ वर्यौँ खाथ्यौँ हिँड्यौँ। अब मासु खाने प्लान छ। मासु खाइन्छ रक्सी खाइन्छ अनि त्यहाँबाट सोच्छौँ भोलि काम सुरु छ हाम्रो। हेर्नुहोस् अब हामी घुम्यौँ होइन यहाँ घुम्न आयौँ पैसा तिर्यौँ गयौँ क्या। सिस्टम भनेको यो हो क्या। बनाएपछि कसले पैसा तिर्छ घुमिन्छ आनन्द आउँछ रमाइलो हुन्छ बाटो खाएर पनि चढियो है बस। अब चढियो अब ढक्कसँगले मार्टमा गइन्छ सामान किनिन्छ अनि त्यहाँबाट लागिन्छ है। ल म ओर्लिसकेँ अब लाग्दैछु मार्टतिर। अब यता चाहिँ मार्ट हो अलिक पर्तिर छ। म चाहिँ मार्ट आइपुगेको। अब यो चाहिँ मार्ट हो। यसको नाम चाहिँ 1004 हो यो मार्टको नाम चाहिँ। तर कोरियन भाषाबाट भन्दाखेरि चाहिँ छन्सा मार्ट भन्छ क्या। अब यो छन्सा मार्टमा गएर चाहिँ म के किन्छु भने एउटा तेल किन्छु 1 गिलेन अनि 1 गिलेन तेल किनेर चाहिँ अरू के किन्छु भने मलाई थाहा छैन। मलाई जे याद आउँछ म त्यही किन्छु। त्यही भएर अब साथीसँग अब आएँ मार्टमा आइसकेँ 1004 हुन्छ है छिरे कति हो। मकैको पनि तेल हुन्छ अरे अचम्म। म यही तेल लान्छु नि त नि के हो त होइन। मकैको तेल त राम्रो हो नि त। त्यसले भन्छ क्या अब सामान धेरै भयो के गर्ने अरे। इ सामान यो होइन लामो बाटो छ के गर्ने। यसरी बोक्ने कि यसरी नि यसरी बोक्ने टक्कै जाने। अब यिनीहरू चाहिँ बस स्टेसन चढ्ने जाने ला के गर्ने अरू के गर्ने केही नगर्ने सकिगयो त। 111 21 मिनट अरे 115 100
आधी घन्टा के गरेर बस्ने हो म पल्लोमा जान्छु एकचोटि ल हेर्छु त्यो के रहेछ आज ड्राइभर मातेछ कि ड्राइभर मातेको हो कि म मातेको मलाई थाहा भएन तर ड्राइभरले मलाई नि एक स्टेसन पल्लोपट्टि उतारिदियो क्या म धेरै दुखित छु त्यसलाई मैले धेरै सरापे स्याला 100 मिटर अनि मैले हिँड्नु पर्यो भने ठ्याक्कै मैले हिँडेको भए ठ्याक्कै आइपुग्थेँ त्यो स्याला त्यसको के बिग्रेछ पनि एक स्टेसन मोडतिर बारतिर मैले हिँड्नु परेर यहाँ मलाई कम्ती गिटी भइरहेछ कसम क्या मैले ढाँटेको होइन कि सामान छ होइन अलिअलि एक स्टेसन पर उतारिदियो हौ त्यसलाई ठोक्नु पर्ने होइन हुन त बिचारा त्यसलाई कस्तो टेन्सन भयो ड्राइभरहरूले पनि कसैले गल्ती गर्यो भने तिनीहरूको भरपाई आफैले गोजीबाट हाल्नु पर्ने रहेछ बिचाराले पैसा नि हाल्यो एक स्टेसन ओभरतिर उतारिदियो मलाई म हिँड्दैछु यी बाटोमा तर केटाले त्यस्तो भयो भने ठिकै छ के जे छ ठिकै छ ल ल ल अब म कि ओर्लिसकेँ होइन अब डक 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 हिँड्दैछु क्या बाटोमा भारी लगभग झन्डै 5 किलो छ भारी झन्डै 5 किलो छ होइन तर म हिँड्दैछु क्या बाटोमा बाटो एकदम अँधेरो छ एकदम अँधेरो अब यहाँ कोही निस्केर आयो भने पनि त्यसको चाहिँ फेरि म के भन्नु र कसम पनि त्यसको म नि छोडिदिनु न म के गर्छु मैले भेटेसम्मको मैले गर्नु छ त्यसको म सबै गर्छु क्या होइन बाटोमा लाइट फेरि यस्तो दामी राखिदिएको छ कि कहीँ कहीँ त अनुहार पनि छपक्कै आउँछ इ ल यो म होइन म त लाइट होइन को आउँछ हौ यहाँ मलाई रोक्ने को आउँछ मलाई सेक्ने को आउँछ मलाई लुट्ने त्यसका बाजे 6 वर्ष 2 महिना त्यत्तिकै पुलिस हो म भेटेको त नि फेरि सबै निल्छु म त अँधेरो भयो